हेलो सबैजनालाई नमस्ते चाहिँ पुनश्च नयाँ भिडियोमा। आज म गाउँमा छु। नेपाल अधिराज्यभरि चुनावको माहौल छ। कसैले कसको गीत बजाएको छ, कसैले कसको गीत बजाएको छ। गाडीमा गीत बजाउँदै दगुर्नेहरूको लहर छ। घर घर भोट माग्न हिँड्नेहरूको लहर छ। यस्तो लाग्छ तिहार आएको छ। भैली खेल्नेहरू घर घर आउनु भएको छ। पैसा दिनु पर्दैन, दक्षिणा दिनु पर्दैन, भोट माग्दै आउनु भएको छ। कति किम्ती छ यो भोट। जनताहरूले हिजै जस्तो लाग्छ अब चुनाव सकिएको। आज 30 महिना 35-40 महिना पुरा भइसकेको छ। फेरि चुनाव आइसकेको छ। कता कति सुन्दा गीतहरू सुन्दा एउटा रमाइलो लहर आए जस्तो पनि लाग्छ। तर अर्को हिसाबले भन्ने भन्दा हिजै भोट दिएको नेताहरू आज पनि सत्तामा नभएर पुनश्च सत्ताकालीन अवधि नटुङ्गिँदै बिचमा भोट हाल्नु पर्दाको पीडा पनि अलग्गै हुन्छ। कसलाई भोट दिने कसलाई नदिने भन्ने जनताहरूमा तनाव हुन्छ। हिजैकालाई दिने कि नयाँलाई दिने कि पुरानालाई दिने कि भन्ने आशा हुन्छ। पुरानाले गरेन नयाँलाई दिने कि भन्ने हुन्छ भने पुरानैदेखि जमानादेखि दिँदै आएको आफ्नो रीतिरिवाज हो, मेरो सत्यता हो भनेर आफ्नै पुरानो पार्टीहरूलाई पक्रिने मान्छेहरू पनि धेरै हुनुहुन्छ हाम्रो देशमा। त्यो कारणले गर्दा म आज हाम्रो गाउँमा हुनुभएको एकजना बुवाकोमा म जाँदैछु। आज बुझ्दैछु यथोचित जनताले कुनै पनि राजनीति नगर्ने जनताहरूको सोच र विचार के छ भनेर तपाईँहरू सामु पस्किन गइरहेको छु। प्लिज मेरो भिडियोलाई सब्सक्राइब, सेयर र लाइक गर्न नबिर्सिनु ल। अनि भिडियो कतै पनि स्किप नगर्नु ल। मैले जे छ जस्तो छ जस्ताको तस्तै कुनै पार्टीगत नभनेर कुनै व्यक्तिलाई आक्षेप नलगाइकन एउटा भिडियो मैले बुवासँग सबै कुरा सोध्नेछु। उहाँले के भन्नुहुन्छ, कसरी भन्नुहुन्छ मलाई अहिले पनि थाहा छैन। मैले बस प्रश्न सोध्छु, उहाँले जस्तो भन्नुहुन्छ, जे भन्नुहुन्छ त्यो हिसाबले तपाईँहरूले पनि सुन्नु होला के भन्नुहुन्छ। अनि कमेन्टमा निश्चय पनि तपाईँहरूले प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा छ। यहाँ हुनुहुन्छ बुवा, यो बुवाको घर हो। करिबन 40 वर्षको अवधि नेपालको लागि, नेपालको आफ्नो परिवार पाल्नको लागि, नेपाल सरकारलाई पनि केही अनुदान राहत होस् भनेर करिबन 40 वर्ष इन्डियामा गएर इन्डियाको नोकरी गरेर आफ्नो उमेर पुरै इन्डियाको नोकरीमा दिएर त्यहाँको रेमिटेन्सलाई नेपालको सरकारलाई बुझाएर आफ्नो बालबच्चाहरू नेपालमा पालेर बस्नुभएको हाम्रो एकजना बुवा हुनुहुन्छ गाउँको। उहाँसँग मैले केही भलाकुसारी गर्नेछु यो चुनावको बारेमा के बुझ्दै हुनुहुन्छ भन्ने कुरो। तपाईँहरूले प्लिज भिडियोलाई लाइक, सब्सक्राइब र सेयर गर्नुभएको छैन भने लाइक, सब्सक्राइब र सेयर गर्नु होला। ल म बुवाथिम जाँदैछु। यहाँ हुनुहुन्छ हाम्रो बुवा। मैले सबै चिज उहाँहरूसँग पुग्छु। उहाँको आफ्नो नाम बताउनुहुन्छ, उहाँले सबै चिज भन्नुहुन्छ। अनि त्यसपछि के भन्नुहुन्छ प्लिज भिडियो स्किप नगर्नु होला है त। बुवा नमस्ते। नमस्ते बाबु। सन्चै आरामै हुनुहुन्छ? ठिकै छ। हजुरको परिचय दिनु न। मेरो नाम टिकाराम बसाल, सेलुङ्गा टुँडीखेल भन्ने ठाउँमा बस्छु। पाल्पा जिल्लाको पाल्पा जिल्ला सेलुङ्गा भन्ने मेरो गाउँ हो। अनि बुवा हिजै जस्तो लाग्छ चुनाव आएको होइन? फेरि चुनाव आइसक्यो भन्छन्। 79 सालमा हामीले चुनाव दिएका थियौँ। 5 वर्षको लागि दियो भनेर हामी खुसी हुँदै आएका थियौँ। हामीले जसलाई भोट दियो ती नेताहरू, उहाँहरू गएर देश सम्हाल्नुहुन्छ, देशलाई राम्रो बनाउनुहुन्छ भन्ने सोचले हामीले जुन चुनावमा भोट दिएर आएको छ। पुनश्च 5 वर्ष नहुँदै फेरि चुनावको लहर आएको छ। यस्तो लागेको छ गाउँमा फेरि देउसी भैलो सुरु भयो, दीपावली लागु भयो जस्तो छ। बाजागाजा बजेका छन्। अहिलेको चुनाव हजुरलाई के लाग्छ, हुनुपर्ने थियो कि थिएन? यदि भइहाल्नेछ भने पनि हुँदैछ, त्यसमा के भन्ने विचार छ हजुरको? के भन्नुहुन्छ जनताहरूलाई र हजुरको विचार के छ बताउनु त। बाबु चुनावको विषयमा भन्नुपर्दा साह्रै नराम्रो स्थिति छ। 5 साललाई भनेर चुनेर हामीले पठाएका व्यक्तिलाई अहिले 3-4 सालमै फेरि चुन्न पाइयो। यो पनि राम्रो स्थिति होइन। अब हामीले त कसो भन्ने भन्दा हाम्रोलाई भन्दा राम्रालाई भोट दिएर जिताइयो भने केही न केही जनतालाई पनि राहत मिल्ने होला। फेरि उस्तै पञ्चायतका पाला चाहिँ 36 सालमा 32 सालमा अथवा 62 सालमा बहुदलको स्थिति भयो। 46 सालमा ठुलो आन्दोलन गरेर बहुदल ल्याइयो। बहुदल ल्याएपछि चुनाव भयो। चुनाव गरियो, राम्रा जनता जालान्,
राजाले चाहिँ राम्रो काम गरेन, राजाले धन खायो, राजाले भत्ता खायो भन्ने हिसाबले हामीले बौद्ध ल्याइयो। बौद्ध पनि कस्तो ल्याइयो भन्दा हाम्रो नेपालको बौद्ध ल्याइएन छ, बाहिरको चाइनातिरको बौद्ध ल्याइएछ। अब माटो सुहाउँदो बौद्धले हामीलाई भएन, माटो सुहाउँदो चाहिन्थ्यो। हाम्रो परिपाटी, हाम्रो रीतिथिति, हाम्रो रीतिरिवाज, हाम्रो धर्म, हाम्रो चाहिँ नि स्थिति, हाम्रो अस्तित्वलाई जोगाएर जाने बौद्ध ल्याएको भए अब आज यो दिन आउनु पर्ने रहेनछ। अनि यो दिन देख्न पर्यो बाबु। अनि अब अहिले फेरि चुनावको लहर आइराखेको छ। यो चुनावमा बाबु अनि हामीले हाम्रालाई भन्दा राम्रालाई ध्यान दिनुपर्ने मेरो विचारमा त्यस्तो देख्छु। अब पब्लिकले, जनताले फेरि उनैका झोला बोकेर उनैका भरिया बनेर देशलाई बर्बादपट्टि लान्छन् कि भन्ने चिन्ता मलाई लागिराखेको छ बाबु। मैले त यो भन्छु, तिमीहरूले, हजुरहरूले अबको परिस्थिति हाम्रो माटो सम्झेर, हाम्रो देशको परिस्थिति सम्झेर हामीलाई विदेशी नपरोस् भन्ने, हाम्रो बालबच्चालाई यहीँ जीविका गर्न पाइयोस्, राम्रोसँग सञ्चालन होस्। अन्य विकसित देशमा पनि कयौँ ठाउँमा हाम्रो देशभन्दा पछि बनेका कयौँ चाहिँ त्यस्तो जापान, हिरोसिमा जस्ता ठाउँमा त्यस्तो परमाणु बम फालेर झार पनि नउम्रने, मान्छे पनि रोगी हुने, गतिला आडाटेढा मान्छे जन्मने, सबुत मान्छे जन्मन्थे, त्यस्तो ठाउँलाई जापानले त्यस्तो बनायो 70 वर्षको अन्तरालमा। हामीहरू चाहिँ 240 वर्षको देश, हाम्रो सबै राजाले राज गरेको 240 वर्ष, त्योभन्दा पहिला त कति हो कति। अब हामीले त विश्वकै एउटा मात्र हिन्दू राष्ट्र, एउटा मात्र हिन्दू कसैले हाम्रो राष्ट्र, भारत भन्ने पनि थिएन, भारत भन्ने देशै थिएन। अब त भारत तपाईँको तिमीहरूको बाबु अब 70-80 वर्ष कति भयो, 75 वर्ष सन् 2046 मा त्यो चाहिँ खाना बल्लै भारत भएको। आटो खान नजान्ने मान्छे ले रुखा बोक्रा खाएर बस्ने मान्छे आज विश्वमा विकसित उसमा गनिएका छन्। हामी यति पुरानो भएर पनि पछाडिनु पर्यो छ। यसको लागि अहिलेको चुनावलाई बाबु हाम्रालाई भन्दा राम्रालाई हेर्नु पर्यो। यो त उता पक्षपाती लाएर म बोल्ने प्रश्न मलाई छैन। किन छैन भन्दा मैले राजनीतिपट्टि त्यति ध्यान गरिनँ। मैले सरकारी स्तरमा काम गरेको मान्छे परे, मन्त्रालयमा काम गरेको मान्छे परे। मैले धेरै चिज देखेको त छु, तर यहाँ आउँदाखेरि मलाई रित्तै जस्तो लाग्छ। यहाँ चाहिँ केही आए जस्तो, केही भयो हिजो जस्तो हामी हिजो 40 वर्ष अगाडि इन्डिया जहाँ जस्तो थियो त्यस्तै छ। बाटो मात्रै फराकिलो। 40 वर्षबाट भने बाबु 41 वर्ष 9 महिना 27 दिन त मैले जागिरै गरेँ। 125 रुपियाँको तनखा, पहिला तनखा लिएको 52,000मा गएर रिटायर भयो। म रिटायर भएको पनि आज 3 वर्ष भयो। त्यो 3 वर्षमा मैले के पाएँ भन्दाखेरि यहाँ सिर्फ आफ्नो अडिक र आफ्नो जिद्दीको अलावा जनतालाई कसरी गर्ने हो भन्ने एउटा चाहिँ नेताहरूको स्वभाव पनि यहाँ देखिन। अर्को कुरा के देखिन भन्दाखेरि यहाँ मानवता भन्ने चिज मैले पाइनँ। मानवता त्यसबाट मैले साह्रै दुखी छु बाबु। किन भन्दा गाउँको विकास नेताले गर्ने हो। नेताहरू हाम्रा चाहिँ नि विदेशीका भए। त्यसो हुँदाखेरि यो चाहिँ अलिअलि भएका चाहिँ नि अलिअलि चाहिँ गाउँमा टप्केको चाहिँ कतै जान्छ पालिकातिर जान्छ। हामीहरूले केही बिउ बिखन मोल केही पाइएला भन्न केही छैन। अनि अरू गाउँमा बाँझोबारी जोतेको पनि भत्ता पाउँछन् अरे भनेको सुन्दा मलाई रहर लाग्छ। अब यहाँ चाहिँ गाई भैँसी पालेकालाई पनि केही दिन्छन् अरे भन्ने सुनेको छु। त्यो पनि
पनि यहाँ छैन। नगरपालिकामा आयो होला, बजेट त आयो होला नि बाबु। गाउँपालिकामा गाउँपालिकामा बजेट त आयो होला नि, बजेट त होला बजेटको खै हामीलाई पनि जानकारी केही भएन जानकारी दिँदैन भएन। त्यसमा यतो उतो केही पनि छैन। अब हाम्रो पहुँच नभएर हो, हाम्रो नेताको चाहिँ जानकारी नभएर हो, कसो हो हामी भगवान भइयो नेता पर्जा भयो जसो हो। अब ठिकै छ। अहिलेको चुनावलाई बाबु सामान्य तौरमा नहेर्नु। अहिलेको विकराल छ स्थिति। फेरि उही पुरानो पञ्चायतकाल भन्थे, योभन्दा त पञ्चायतकाल राम्रो थियो। कमसेकम मात्रै त डराउँथे, एउटाले भनेको सुन्थे। अहिले त्यही पनि छैन। त्यसलाई चाहिँ विचार ध्यानमा राखेर हाम्रालाई भन्दा राम्रालाई भोट दिएर, मैले यो पार्टी मैले भन्दिनँ, पार्टी सबै राम्रा हुन्, पार्टी सबै राम्रा हुन्, सबै राम्रा हुन्। जम्मा कार्यकर्ताले नबुझेर हो कि कसो हो जस्तो लाग्छ मलाई। कार्यकर्ताहरू ठाउँमा आए जस्तो मलाई लाग्दैन। भयो त नटी तर अहिले भोट दिँदाखेरि बडा विचार पुर्याए है बाबु। लौ अब मैले त के भन्नु र, मेरो त अब जिन्दगी अब लगभग समाप्त हुने जस्तो भइसक्यो। अब कति पो बातचित छ र अब तिमीहरूलाई चाहिँ पछि गएर दुःख हुन्छ कि भन्ने एउटा मेरो विचार सोचाइ हो। मैले त दुःख काट्ने जति काटिसकेँ। अब अहिले को उठाएर एकछिन त बाबु, यो जो के कतिवटा पार्टीका छन् त हाम्रा उसमा भन्दाखेरि बाबु अहिले देशको विकास गर्ने भिजन भएको पढे लेखेका अनि बुद्धिजीवी व्यक्ति छानेर भोटको मतदान गर्ने प्रयास गर्नुपर्छ। यिनी पहिलाको जस्तो हाम्रो माहौल छैन। त्यति भन्दाखेरि अहिलेको उसलाई बडा विचार पुर्याएर भोट हाल्नु। मैले पनि यो भन्ने कुरो भएन, जानेकै छौ, बुझेकै छौ, पढे लेखेको बुद्धिजीवी इमान्दार अथवा चाहिँ भिजन भएको देशलाई केही गर्छ कि भन्ने व्यक्तिलाई चुनेर भोट हाले। अरू केही भन्न छैन बाबु मलाई। यसलाई हस्त धन्यवाद। मेरो यति नै टुङ्ग्याउँछु। अब देशले काँचुली फेर्नुपर्छ। देश अझै पनि पुरानो रीतिरिवाजमा छ, प्रक्रियामा छ। हामीले हिजो पनि त्यही अवस्था थियो। 36 सालको बहुदलीय निर्दलीय व्यवस्थामा पनि, पञ्चायती कालमा पनि बहुदलीय व्यवस्था लिएर आइयो, त्यही अवस्था छ। गणतन्त्र ल्याएर यो अवस्था झन् विकराल छ। अबको अवस्था भनेको, देशको व्यवस्था भनेको एकदमै राम्रो खालको, जनताको हितमा रहने खालको हुनुपर्छ भन्ने कुरा 40 वर्षसम्म भारतमा नोकरी गरेर नेपालमा आएर अझै पनि आफ्नो कुरो टिप्दै केही कुराहरू राख्नु भएको छ। तपाईँहरूलाई उहाँको कुरा कस्तो लाग्छ, उहाँको कुरा सही लाग्छ भने उहाँको कुरालाई मनन गरेर आत्मसात गरेर देशको हित र हकको लागि मतदान गर्नुहोला। आफ्नो मतदान हकलाई नगुमाउनु होला भन्दै अहिलेको भिडियोलाई मैले यहीँ टुङ्ग्याउँछु। पुनश्च यस्तै भिडियोहरू लिएर म तपाईँहरूसम्म आउने छु छेलुङ्गा च्यानलबाट। कृपया छेलुङ्गा च्यानललाई माया गरेर मेरो भिडियोलाई लाइक सेयर गर्न नबिर्सिनु होला। अनि मेरो च्यानललाई सब्सक्राइब गरेर बेल आइकन अन गरिदिनु होला। यस्तै भिडियोहरू पुनश्च तपाईँहरूमा आज म लिएर आउनेछु भन्दै अहिलेलाई सुस्त रहनुहोस्, मस्त रहनुहोस् भन्दै बाई बाई, टेक केयर अल अफ यु।